अहिले यहाँ हेर्नेको लाइन मान्छेको भिड छ। अस्ति आन्दोलनमा चाहिँ डरै भएछ, डरै भयो भनौँ, यतिको हुनु पनि पर्छ, नभइकन त फेरि नयाँ सुरुवात कहाँबाट हुन्छ त। मान्छे नेताहरूमा, करप्टेड नेताहरूमा डर पनि हुनु पर्यो नि त। अब घुस खानुभन्दा अगाडि 10 चोटि सोच्छन्। गुप्तालाई मात्रै यसै चिया खानु भनेर हिँडेको, गुप्ताले कहाँ लान्छ यार, चिया खानु भनेर जाउँ भनेर बोलाउँछ, अब यहाँ आउँछ यस्तो यस्तोमा ल्याउँछ। मलाई खासमा आउनु चाहिँ मन थिएन, किनभने अलरेडी भिडियोहरूमा हेरिसकेको छ, हिँडिसकेको किन जान्छ भित्र चाहिँ आफ्नो त सब अरू जाँदा गयो भने जानु। मेन भनेको आन्दोलनमा हिँड्ने थियो, हिँडियो। अब यो के हो, बनाउँछ, अब बनाउनु पर्यो, त्यही त हो। कति नजल्लो कुरा, नजल्लो भन्ने ठाउँहरू पनि जलिया छ होइन। नेताहरूको घर त अब ठुलो, अब यसलाई जुटाउनु धेरै टाइम लाग्छ र पुरै यो रुखे त पुरै यस्तो भएको छ होइन, आगोले सुकेर गाडीहरू यस्तो। काठमाडौँ जिल्ला अदालत ल अहिले यहाँ बसेको छ। गुप्ता के छ, गुप्ताहरू गुप्ताको नि हेर्नु के अरे रडले हानेर नाकमा के कहाँ घाउ भएको देखाइदिउ त, देखाइदिउ न। आन्दोलनमा गएर, प्रोटेस्टमा गएर जेएनजीको यहाँ पनि घर त लाएर रहेछ, कसो घर थाहा आयो नि त, कसो घर सुधार्न भनेर नेताकै होला। देखाइदिउ न त्यो घाउ, देखाइदिउ न ज्वरोले हो। ल गुप्ता भनिदेऊ न एक दुई शब्द, प्रोटेस्ट जेएनजीको बारेमा भन्नु न, प्रोटेस्टको बारेमा। अब दुःख खबर भनेको, दुःख लाग्दो भनेको त्यही हो, 51 जनाको मृत्यु भएको छ, जुन चाहिँ नहुनु पर्ने थियो। स्कुलको विद्यार्थीहरूको अब त भिडियो हेरिसकेको छ सबले, त भनिरहनु पर्दैन, एकदमै दुःखको खबर त्यो हो होइन। अब जति पनि अब प्रोपर्टी नोक्सान भएको कुरा त अब त्यो पनि अब नेताहरूको बाहेक अब सरकारीमा त्यस्तो हुँदैन, नराम्रै हो, तर पनि अब त्यो बिस्तारै भरपाई भइहाल्छ, बिस्तारै अब त्यसलाई के रिकभर गर्दै गइहालिन्छ। मेन कुरा भनेको अब संसद विघटन गरेर नयाँ प्रणाली ल्याउनु थियो, त्यो भइहाल्यो होइन। अरू त सबै ठिकै छ, यस्तै हो। आन्दोलन डरै भयो, अनि हामी पनि अब यता हिँड्यो होइन, यता मकै खानुपर्छ, चिया खानुपर्छ, त्यही मात्र कुरा हुन्छ जतिखेर पनि। अनि बल खेल्ने यता गयो, आज बिहान बल खेल्ने गर्थ्यो, बल खेल्न गयो नि त्यही कुरा हुन्छ, जतिखेर नि त्यही कुरा भइरहेकोले भयो नि। भिडियोमा हल्का ल नि त म नि बोलिदिइहालौँ, भिडियो नि हुन्छ भन्ने सोच ल्यायो, तर त्यस्तो मलाई अरू त्यस्तो केही होइन। अब बालेन, हर्क साम्पाङ अब जस्तै लगायत अब जति पनि राम्रो गरे जस्तै कुलमान घिसिङ, सागर ढकाल इत्यादि अब होइन छ नि धेरै होइन राम्रो गर्ने। अब सबैजनाले अब प्रत्यक्ष रूपमा फागुन 21 गते जस्तो हो यसमा अब निर्वाचन हुन्छ। अब हेरौँ, गोपी हमाल भन्ने छ होइन, त्यस्तो धेरै छन्, मैले मुखमा ठ्याक्कै नआएर नभने हो। जो सब जे भए पनि राम्रो मान्छे आउनुपर्छ, राम्रो गर्नुपर्छ। करप्सनको अब इन्ट लगभग अब पैसाको अब त्यस्तो हुनु भएन फेरि पनि, र अब भ्रष्ट गरेर लुकाएको पैसाहरू सबै छानबिन भएर सबैलाई कारबाही हुनुपर्छ, त्यही हो होइन। ल यो कुरामा यही समाप्त भयो।